आज म तपाईहरुलाई एउटा प्रश्न सोध्न चाहन्छु। हामीले अन्तिम पटक कहिले आफ्नो मनमा पूर्ण शान्ति महसुस गरेका थियौं? एउटा यस्तो क्षण जहाँ कुनै डर थिएन, कुनै पछुतो थिएन र कुनै दौडधुप थिएन। हामी एउटा यस्तो युगमा बाँचिरहेका छौं जहाँ बाहिरको संसार त निकै झिलिमिली छ, तर भित्रको संसार अन्ध्यारो र कोलाहलपूर्ण छ। हामीसँग हातमा संसार अटाउने मोबाइल छ, तर आफ्नै मनलाई सम्हाल्ने सामर्थ्य छैन। धेरै मानिस सोच्छन् सबै थोक प्राप्त भएपछि म शान्त हुनेछु, तर सत्य यसको ठीक उल्टो छ। जब तपाईं शान्त हुनुहुन्छ तब मात्र तपाईंले सबै थोक प्राप्त गरेको महसुस गर्नुहुन्छ। आज हामी त्यही हराएको शान्तिको रहस्य खोतल्नेछौं। महानुभावहरू, शान्तिको पहिलो रहस्य हो स्वीकारोक्ति, एक्सेप्टेन्स। हाम्रो मन किन अशान्त छ? किनभने हामी सधैँ वर्तमानसँग लडिरहेका छौं। हामी जे छैन त्यसको पछाडि दौडिन्छौं र जे छ त्यसलाई तिरस्कार गर्छौं। आध्यात्मिक दृष्टिले हेर्दा अशान्ति भनेको जे छ र जे हुनुपर्थ्यो भन्ने बीचको खाडल हो। शान्त मनको रहस्य कुनै हिमालको गुफामा लुकेको छैन, यो त जे छ त्यसलाई त्यस्तै रूपमा स्वीकार गर्ने कलामा लुकेको छ। जब तपाईं परिस्थितिसँग लड्न छोड्नुहुन्छ र भन्नुहुन्छ ठीक छ, आज जे छ म यसैमा कृतज्ञ छु, तब तपाईंभित्र एउटा जादुमय शून्यता पैदा हुन्छ। त्यही शून्यता नै शान्तिको जननी हो। सम्झनुहोस्, नदी तब मात्र शान्त हुन्छ जब उसले समुद्रसँग लड्न छोडेर आफूलाई पूर्ण रूपमा समर्पित गरिदिन्छ। हामीलाई लाग्छ म नै मेरो विचार हुँ। यदि मनमा नराम्रो विचार आयो भने हामी दुःखी हुन्छौं, राम्रो आयो भने उत्साहित हुन्छौं। तर अध्यात्मले सिकाउँछ तपाई विचार होइन, तपाई त ती विचारहरूलाई हेर्ने साक्षी हुनुहुन्छ। आकाशमा बादलहरू आउँछन् र जान्छन्, तर आकाश कहिल्यै बादल बन्दैन। ऊ सधैँ स्थिर रहन्छ। तपाईको मन पनि त्यही विशाल आकाश जस्तै हो। विचारहरू त केवल बादल हुन्। जब तपाईं आफ्ना विचारहरूसँग लड्न छोडेर तिनीहरूलाई एउटा किनारमा बसेर हेर्न थाल्नुहुन्छ, तब मनले तपाईंलाई नियन्त्रण गर्न छोड्छ। शान्त मनको रहस्य विचारलाई रोक्नुमा होइन, विचारको प्रवाहमा नबग्नुमा छ। तेस्रो र अन्तिम रहस्य मौनताको शक्ति, पावर अफ साइलेन्स। हामी दिनभर शब्दहरूको जालमा अल्झिएका छौं। हामी बाहिर धेरै बोल्छौं र भित्र अझ धेरै बोल्छौं। शान्त मनका लागि दिनमा केही समय पूर्ण मौनता अनिवार्य छ। मौनता भनेको केवल नबोल्नु मात्र होइन, यो त आफ्नो आत्माको आवाज सुन्नु हो। जब तपाईं मौन बस्नुहुन्छ तब तपाईंलाई थाहा हुन्छ कि तपाईंले अहिलेसम्म जे खोजिरहनु भएको थियो त्यो बाहिर कतै थिएन। त्यो त तपाईं भित्रै एउटा शान्त झरना जस्तै बगिरहेको थियो। हामीले त केवल संसारको स्वरले गर्दा त्यसको आवाज सुन्न सकेका थिएनौं। 5 मिनेटको मौन प्रार्थना, 5 मिनेटको गहिरो श्वास र 5 मिनेटको कृतज्ञता, यही नै एउटा विथलित मनका लागि अचूक औषधि हो। निष्कर्ष, अन्तमा शान्त मन कुनै गन्तव्य होइन, यो एउटा यात्रा हो। यो कुनै जादु होइन, यो एउटा अभ्यास हो। जसरी फोहोर पानीलाई स्थिर छोडिदिएपछि त्यो आफै सफा हुन्छ, त्यसरी नै मनलाई वर्तमानमा स्थिर छोडिदिनुहोस्, यो आफै शान्त हुनेछ। याद राख्नुहोस्, संसारको सबैभन्दा धनी व्यक्ति त्यो होइन जसको ब्याङ्कमा धेरै पैसा छ, बरु त्यो हो जसको मनमा अथाह शान्ति छ। बाहिरको आँधीले तपाईंलाई तबसम्म हल्लाउन सक्दैन जबसम्म तपाईको भित्री संसार स्थिर रहन्छ। त्यसैले आजैदेखि थोरै स्वीकार गरौँ, थोरै साक्षी बनौँ र थोरै मौनतालाई प्रेम गरौँ। शान्त मन नै जीवनको परम वैभव हो। धन्यवाद।